As of 9 November 2025, Sunday, Nipsey आज 1.15%ले डाउन भएको छ अर्थात् 30.02 पोइन्टले तल झरेको छ र आज 29 वटा स्टक्सहरू पोजिटिभमा क्लोज भएका छन् भने 222 रेड क्यान्डलमा क्लोज भएका छन् र एउटा मात्र स्टक अनचेन्जमा छन्। आज धेरै बढ्ने स्टकमा DHEL, MABEL, सागर, रुरु र SBID 83 छन् भने सबभन्दा धेरै घट्ने स्टक्समा हाम्रो USLP, NFS, MLBS, SMPDA, MFPL रहेका छन्। र यदि भोल्युमलाई हेर्ने हो भने हिजोको कम्प्यारिजनमा आज भोल्युम अलिकति कमै छ। हिजो लगभग 4.8 बिलियन को चाहिँ बराबरको रकमको चाहिँ हाम्रो स्टक किनबेच भएको थियो भने आज त्यो झरेर 4.84 What is this? आज त बढेछ त नि। त्यहाँ घटाएको 4.8 4.84 के भइरहेछ यहाँ? I don't know के भइरहेछ। चार्टमा हिजोको भोल्युम बढी आजको भोल्युम कम देखाइरहेछ। फेरि प्राइसमा हेर्दा यहाँ 4.803 4.9 4.84 के भइरहेछ। चार्ट पनि के हो बुझ्नै गाह्रो छ। आज लगभग 4.9 रातो 5.41 ओके त्यही त 5.41 बिलियन थियो हिजो भने आज त्यो झरेर 4.90 बिलियनमा भएको छ। र माहौल चाहिँ अहिले निकै नै अनसर्टेनिटीमै छ भन्नुपर्छ। भोल्युमहरू पनि एकदम अनएक्सपेक्टेड तरिकाले बढ्ने कहिले घट्ने भइरहेको छ र मार्केट त अब भने जस्तै साइडवेजमा नै जान्छ। यो एउटा करेक्सन इन द सेन्स कि यो हाम्रो डाउन ट्रेन्ड र अप ट्रेन्ड नभइकन करेक्सन इन द भोल्युमको हिसाबले चाहिँ करेक्सन आउँछ भन्न खोजेको मैले चाहिँ। किन भन्दाखेरि चाहिँ अब यसलाई चाहिँ एक्ज्याक्टली के हो भनेर चाहिँ यो टर्ममा चाहिँ बुझ्नु अलिकति गाह्रो पर्छ। तर यसलाई चाहिँ यही टर्ममा नभइकन चाहिँ अर्को तरिकाले चाहिँ कसरी बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ तपाईले आकाशमा हेर्नुभयो हैन, अनि आकाशमा हेर्दाखेरि चाहिँ चन्द्रमा पुरा गोलो एकदम सेतो चम्किलो थियो रे। नर्मली फुल गोलो चन्द्रमा एकदम सेतो चम्किरहेको देख्न बित्तिकै धेरै जस्तो प्राय जसोले के सोच्ने गर्छन्, ओहो आज त पूर्णिमा रहेछ। किन भन्दाखेरि पूर्णिमाको दिनमा चन्द्रमा गोलो देखिन्छ। तर एक्ज्याक्टली आज पूर्णिमा हो कि होइन भनेर हेर्नको लागि त हामीलाई क्यालेन्डरै चाहिन्छ। क्यालेन्डरमा पूर्णिमा हिजो पनि हुन सक्छ, आज पनि हुन सक्छ, भोलि पनि हुन सक्छ। तर एक्ज्याक्टली पूर्णिमा कहिले हो भनेर हामी चन्द्रमालाई नभइकन
केलाई बेस मान्ने भयो, क्यालेन्डरलाई बेस मान्ने भयो। त्यस्तै गरेर यो ट्रेन्ड चाहिँ अब अप ट्रेन्ड जान्छ कि डाउन ट्रेन्ड जान्छ भनेर क्यान्डललाई चाहिँ हामीले हेऱ्यो होइन, क्यान्डललाई चाहिँ हेऱ्यो। क्यान्डलले चाहिँ अब के हुने भने रातो वा हरियो, कि त डाउन कि त अप भनेर देखाउँछ। तर एक्ज्याक्टली कि त अप जान्छ कि डाउन जान्छ भनेर हेर्नको लागि त हामीलाई क्यालेन्डर चाहियो। क्यालेन्डर भनेको हाम्रो लागि अहिले भोल्युम हो। त्यही भएर चाहिँ भोल्युम त अनसर्टेनिटी बढ्ने गडबड भइरहेको छ। त्यही कारणले गर्दा चाहिँ भोल्युममा एउटा किसिमको चाहिँ करेक्सन आउनुपर्छ र करेक्सन आइसकेपछि चाहिँ कि त अप ट्रेन्ड जान्छ कि त डाउन ट्रेन्ड जान्छ, त्यो त अब भोल्युम करेक्सन पछि नै डिटरमाइन हुन्छ।